यसरी छोको सर यसरी यसरी अब यहाँदेखि स्टार्ट भयो हामी अहिले सफारी राइड गर्न गइरहेको छौं अनि हाम्रो चाहिँ बोटिङको प्लान छ अनि हामी म्युजियम पनि घुम्दै छौं। घाम छ हैन यत्रो घाम ज्याकेटमा बस्नु भयो कि के गर्नु हो घाम थाक्दैन तपाईँ म्याम झ्याल चाहिँ लाउनु पर्यो ल एकदम लाउनुस् त यो पानी गाडीबाट ओर्लिसकेको छौँ अब हामी बोटिङ गर्नको लागि गइरहेछौँ सो बोटिङ गर्नको लागि रेडी हुनुहुन्छ यस ओके उहाँहरू रेडी भइसक्नु भएको छ बाँकी यता हाम्रो म्यामहरू पनि म्याम सरहरू पनि माथि हुनुहुन्छ अब यता हेर्ने ए हो ल ठिक छ उहाँ टिचर हुनुहुन्छ भने एकदमै मजा छ हेर्नु हेर्नु नेपाली भएर किन इङ्ग्लिसमा बोल्नु पर्यो त हो त हो 100% यस ल हाम्रो स्टार्टिङ भइसकेको छ अब हामी छिरिसकेको छौँ घुम्न बोटिङको लागि मस्तिलमा इन्जोय गर्दै रमाइलो गर्दै यस अब अझै मजा आउन वाला छ ठिक छ अब चाहिँ मजा आउने बेला छ आउनु 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 ओके 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 ल सर कस्तो लागिरहेछ तपाईँलाई रमाइलो भइरहेको आज हेर्नु मौका पाउँछ होइन हात्तीलाई छुने मौका पाउनु हो हात्ती पनि हुँदो रहेछ हामी निस्किसकेका छौँ घुम्नको लागि गाइड सर पनि उता हुनुहुन्छ सबैजना पनि यहाँ हुनुहुन्छ हेर्न सक्नुहुन्छ आज समय पाएपछि ए बोर्ड त यहाँ रहेछ नि त बोर्ड चाहिँ यहाँ रहेछ हो अब यसमा मजाले घुम्न जानेछौँ हामी सबैजना हेर्न सक्नुहुनेछ यस हामी पछाडि छौँ सर हाम्रो लागि देख्नुस् न अब थोरै घाम छ तर घाम भएर पनि भएन कुछ पानी के लिए कुछ खोना पर्ता है तर हामी खोने होइन हामी सहने हो ओके नटेक्नु यसमा चाहिँ नटेक्नु अरू पनि बस्नुपर्छ बिचमा पारेर बस्नु है ब्यालेन्स मिलाएर यसमा नटेक्नु ल बस्नेमा नटेक्नु एक एकजना गर्दा एकैचोटि नजानु एक एकजना हेलो गाइस हमरा ज्यादा खर्च अब ना हेलो हामीहरु गइरहेको छौं यस हल्का यही भाषा गाडीमा नु एकजना जान दिने के बिस्तारै ल हजार नगर्नु एक एकजना बिस्तारै यता हुन्छ यता हुनु म उता बस्छु ल यो लास्ट हो ए उतै बस्नुपर्छ यता बस्नुपर्छ रेकर्डिङ बनाउनु पर्छ उतै सुरुमा बस्दा हुन्छ त्यही बस्नु उतै घुम्छ के फेरि हैन यतै फर्केर बस्नु खोलातिरै फर्किन्छौ के हामी फेरि रोटेट हुन्छ के सुरुमा त्यसरी जान्छ अनि फेरि यसरी घुमाउँछ ल हिँडो गाइजहरु सबैजना आउनु होला बिस्तारै बिस्तारै मजाले बस्नु होला यहाँ
तर पछाडि पुरै सेकिसकेको छ मेरो गाइजहरू। यस्तै हो, यहाँ हेर्न सक्नुहुन्छ यस्तो चर्को घाममा। ओ माई गड, इट्स भेरी डिफिकल्ट टु सर्भाइभ। अझै ए आउनु सर यता ठिक छ आउनु आउनु थोरै पछाडि आउनु थोरै कम आउनु सुरज सर यता थोरै पछाडि हजुर बिचमा राखेर ल आउनु ल बस्यो। गाइजहरू हामी सबैजना बसिसकेको छौँ राइट। ल अब चाहिँ हल्ला नगरौँ है, सबैजना चुपचाप बसौँ ल। ब्यालेन्स मिलाएर बिचमा बस्नुहोस्, यताउति शरीर ढल्काउने चाहिँ नगर्नुहोस्। केही देख्नुभयो भने पनि ट्याक्क तपाईँको हातहरू र यो गर्दनलाई मात्र घुमाउनु पर्छ, हामीले पुरै शरीर चाहिँ कहिले रोटेट नगर्नुहोस्। एकजनाले गर्दाखेरि इम्ब्यालेन्स चाहिँ भयो भने पल्टिन सक्छ क्या। ओके कुनै एकजनाले गर्दा इम्ब्यालेन्स भयो भने डुङ्गा पल्टिन सक्छ होइन। त्यही भएर होललाई पनि हामीले गर्नु भयो भने एकदम शान्त, एकदम पिस, नेचरलाई इन्जोय गर्दै जाने हो। त्यो जुन होटेल भन्नुभएको थियो त्यो भिजिट गरेर त्यसपछि जङ्गल वाक गर्दै हामी म्युजियम बल्ल त्यहाँ चाहिँ हाम्रो गाडी लिन आउँछ लास्ट पोइन्टमा पुगेर। तपाईँको यो चाहिँ 2टा वनको बिचबाट त्यो खोला गएको छ। यो गरेर तपाईँको राप्तीमा मिसिन्छ। त्रिवेणी गरेर चाहिँ गङ्गा महासागर। ओ माई गॉड है यो चाहिँ हाम्रो यसलाई पनि एउटा होली रिभर भन्न मिल्छ कि इन्डियाको जुन गङ्गा महासागर हो। भाग्दैछ मान्छेहरू नै भागिरहेछ। यताउति नगर्नु है बोटलाई। मैं हूँ डॉन। ओ रुमाल लुकाउनु न। वाव ल लो रहेछ नि दाजु। लेन्सहरूलाई यता नघुमाउने क्या, फेरि त्यो किरा आउँछ। मैले रेडी गरेर राखेको
तपाईँ हँसाउनु भयो फर्स्टमै उता बस्ती छ हामी चाहिँ 1973 एडीमा चाहिँ यो चाहिँ चितवन राष्ट्रिय निकुञ्ज शाही चितवन राष्ट्रिय निकुञ्ज भनेर स्थापना भयो। यसको स्थापना हुँदाखेरिको क्षेत्रफल चाहिँ 932 थियो, 932 स्क्वायर किलोमिटर। अहिले चाहिँ यसको एरिया चाहिँ 952.63 स्क्वायर किलोमिटर छ है। अनि यस्तै राष्ट्रिय निकुञ्जमा हाम्रो 7वटा होटल छन्। यस्तो 7वटा होटल छन्, कुनै पनि त अहिले चल्न चाहिँ चल्दैन, सबै बन्द भएर बसेकै छ। यस्तै अब स्ट्रक्चर बनावटहरू फरक हुन्छ, होटल चाहिँ टोटल 7वटा छ क्या। यो पनि तपाईँको पहिला चितवन राष्ट्रिय निकुञ्ज भित्रै पर्थ्यो, यो चाहिँ अनि राजाहरू फालिसकेपछि अहिले चाहिँ सामुदायिक वनमा गाँसेको छ है। उतापट्टि क्षेत्र चाहिँ चितवन राष्ट्रिय, अघि मैले हजुरलाई भनिसकेँ चितवन राष्ट्रिय निकुञ्ज भयो। तपाईँको त्यो भित्र एउटा गाउँ थियो, पदमपुर भन्ने गाउँ थियो कि। त्यो गाउँ भइसकेपछि फेरि के हुने भयो, हन्टिङहरू हुने भयो। त्यो गाउँलाई चाहिँ तपाईँको टाढीभन्दा माथि चाहिँ छुट्टी एउटा गाउँ थियो, सर्लकै सिफ्ट गरिदिएर चाहिँ पदमपुर भन्ने गाउँलाई चाहिँ त्यहाँ सारे हजुर। अनि चितवन राष्ट्रिय निकुञ्जभित्र चाहिँ साल फरेस्ट चाहिँ छ। 70% चाहिँ साल फरेस्टले कभर गरेको हुन्छ, 20% चाहिँ घाँसे मैदान हुन्छ, 10% चाहिँ रिभर एन्ड फरेस्ट। त्यसरी चाहिँ हाम्रो चितवन राष्ट्रिय निकुञ्ज बनेको छ। र त्यहाँ चाहिँ तपाईँ हाम्रो गैँडाहरू देख्नुभयो होइन, विभिन्न तपाईँको यस्तै स्तनधारी प्राणीहरू छन्, जसमा तपाईँ 694वटा गैँडा छ, 694 राइनोज र 128 टाइगर्स हामीसँग हुन्छ, जुन रोयल बेङ्गल टाइगर भन्छ। क्याट फ्यामिलीको सबभन्दा ठुलो भनेको चाहिँ रोयल बेङ्गल टाइगर नै हो। तपाईँ चाहिँ पाटे बाघ जुन 128वटा छ, र तपाईँको बँदेलहरू भयो, भालु भयो, बाइसन भयो। यसरी हामी चितवन राष्ट्रिय निकुञ्जमा चाहिँ संरक्षण गरेर राखेको छ। र यसले गर्दाखेरि यसलाई चाहिँ एउटा विश्व सम्पदा सूची जुन हामीले ओल्ड हेरिटेज साइट भनेर पनि पढ्छौँ नि, 1984मा चाहिँ ओल्ड हेरिटेज साइटमा चाहिँ यसको लिस्टेड पनि गरेको छ है। धेरै छन्, जुन पशुपतिनाथ टेम्पलहरू पनि छ, त्यसमा चाहिँ हाम्रो चितवन राष्ट्रिय निकुञ्ज चाहिँ 1984मा चाहिँ ओल्ड हेरिटेज साइटमा चाहिँ एउटा लिस्टेड भएर बसेको छ। र त्यसको सबभन्दा सुरुमा 1950s भन्दा अगाडि चाहिँ यो क्षेत्र सबै त मलेरिया जस्तो थियो अरे कि, एउटा मलेरियाको जुन मच्छरबाट लाग्छ नि, त्यसको बिग थियो। र यहाँ चाहिँ तपाईँको सबभन्दा सुरुको रैथाने भनेको चाहिँ थारू पिपल, उनीहरू चाहिँ इन्डिजिनस लोकल। सबभन्दा सुरुमा यहाँ ल्यान्ड फर्म गर्ने भनेको थारू पिपल। र त्यो मलेरियामा पनि तपाईँको चाहिँ थारू पिपलले चाहिँ सर्भाइभ गर्थ्यो भनेर एउटा इतिहासले चाहिँ बताउँछ क्या। यही हो, हामीले चाहिँ बिस्तारै जाउँ, जङ्गल वाक गर्दै जाउँ, पिस हुनु पऱ्यो। यहाँबाट हामी बिस्तारै जङ्गलहरू पर्छ, होला नगरिकन। एकजना लट्टु बोक्नुभएको लास्टमा बस्नुहोस्, एकजना म अगाडि हुन्छु है। यो यसले फोटो लिएर झुन्डेर म त यसले खिच्लाउनु भनेको। अलिकति हेर्नु त दुर्बिनमा आएको